हेलो हाई नमस्कार। यहाँहरू सम्पूर्ण दर्शक श्रोता महानुभावहरूमा हार्दिक स्वागत र न्यानो अभिवादन। म हुँ लोकराज र आज मेरो साथमा कुराकानीको लागि हुनुहुन्छ पछिल्लो समयका निकै नै चर्चित सङ्गीतकार, गायक एवं गीतकार हुनुहुन्छ राजन राज शिवाकोटी। सायद उहाँको गीत मन नपराउने व्यक्ति, उहाँको गीत नसुन्ने व्यक्ति कमै हुनुहुन्छ होला। सो यति बेला म उहाँसँग कुराकानी गर्न गइरहेको छु र अब भने म उहाँलाई स्वागत गर्न चाहन्छु। सो राजन राज, यहाँलाई धेरै धेरै स्वागत छ यी कार्यक्रममा। धन्यवाद। के छ यहाँको हालखबर? सन्चै हुनुहुन्छ? ठिकै छ, सन्चै छु। हजुरको त जुन पनि गीतहरू होइन हामी जुन सुनौँ एकदमै चर्चित हिट हुन्छ। यहाँले कसरी सङ्गीत भर्नुहुन्छ? कहाँबाट आउँछ यति मिठो सङ्गीत? यो सबै सरस्वतीको कृपा हो, हेर्नुहोस् होइन। यो एउटा चाहिँ कस्तो भने एउटा समय, प्रकृति अनि एउटा आफ्नो माटोको आफ्नो मौलिकताको जगेर्नाको लागि मैले गर्न खोजेको केही योगदान सायद सरस्वतीलाई मन पर्यो, प्रकृतिलाई मन पर्यो होइन। र त्यो भनेको नै आम दर्शक श्रोताको माया हुन्छ नि, मायासँग जोडिएको कुरा भएको हुनाले सायद दर्शक श्रोताले बढी मन पराउनु भएको हो कि। सो यहाँलाई के लाग्छ, पहिला पनि तपाईँका गीत सङ्गीतहरू त निकै चलेको थियो होइन, दर्शक श्रोताहरूले मन पराउनु भएको थियो, तर तपाईँको नाम अलिकति त्यति बेला ओझेलमा परेको थियो है? हजुर, ओझेलमा भन्दा नि यस्तो हुन्छ, सामान्यतया स्वाभाविक नै हो त्यो कुराहरू, किनभने शब्द कम्पोज गर्ने कुरा चाहिँ अब त्यो सर्कलको त्यो एरियाको मान्छेहरूलाई चाहिँ थाहा हुन्छ होइन, त्योसँग रिलेटेड। जस्तो दर्शक श्रोताहरूलाई चाहिँ सामान्यतया जसले प्रस्तुति दिनुहुन्छ उहाँहरूको बारेमा थाहा हुन्छ, त्यो ठुलो कुरो होइन। अलिक ओझेलमा पर्नुको मतलब त्यो अलिकति अगाडि नदेखिएको स्वाभाविकै हो त्यो। ओके, अलराइट। यति मिठा गीत सङ्गीतहरू हजुरले सिर्जना गर्नुभएको छ होइन। सो यहाँलाई चाहिँ चलचित्रका गीत सङ्गीतले अलिक बढी फापेको हो? त्यस्तो पनि नहोला, तर के हो भन्दाखेरि अब पहिला पनि अब गीतहरू दर्शक श्रोताहरूले मन पराउनु भएकै हो होइन। त्यतिखेर चाहिँ अलिकति यो हाम्रो डिजिटल प्लेटफर्महरू त्यति धेरै थिएन, संसारभरिका दर्शक श्रोताहरूले सुन्ने हेर्ने अपर्च्युनिटी पाउनुहुन्न थियो, किनभने रेडियो टेलिभिजनमा लिमिट हुन्थ्यो नि त यहीँको मिडियाहरू। अब अहिले चाहिँ के हो भने युनिभर्स टाइपको भयो भनौँ न, युनिभर्सल भयो होइन, युनिभर्सल भयो। विश्वव्यापी रूपमा दर्शक श्रोताहरूले युट्युब च्यानल मार्फत, अनलाइन पोर्टलहरू मार्फत गीतहरू सुन्न पाउनुहुन्छ। त्यो कारणले डेफिनेटली पहिलाको भन्दा अहिले त अब पहुँच बढी नै छ होइन। तर मलाई पर्सनल्ली यहाँले भन्नुभएको छ, मलाई पर्सनल्ली अलिकति बढी इन्ट्रोड्युस भएको चलचित्रबाट पनि होला, किनभने त्यहाँ चाहिँ मैले पनि गाएँ नि त, मैले पनि गाउने अवसर पाएँ चलचित्रमा, त्यसले गर्दा आवाज दर्शक श्रोताले सुन्न पाउनुको अलिकति बढी चाहिँ पहिचान त्यसपछि भएकै होला। ओके, यहाँको चाहिँ फर्स्ट गीत चाहिँ कुन थियो नि यहाँले सङ्गीत भर्नुभएको? मेरो पहिलो गीत भनेको चाहिँ यो मेरो रेकर्ड भएर मेरै आवाजमा आउट भएको चाहिँ 59 सालमा मायालु आउने जाने बाटोमा हो। त्योभन्दा पहिला मैले सुरुको फेजमा एउटा एक्सपेरिमेन्टल हिसाबले कस्तो हुन्छ भन्ने हिसाबले गरेको गीत चाहिँ एउटा साउने खोला उर्लेर आयो दिल काटे तिरैले भन्ने थियो। त्यो एकजना मेरो नमराज शिवाकोटी भन्ने हुनुहुन्छ मेरो काका, उहाँले गाउनु भएको थियो। मेरो पहिलो चाहिँ त्यो हो खासमा। सो अहिलेसम्म यहाँले कतिवटा गीत सङ्गीतमा हुन्छ नि, गीतमा सङ्गीत भर्ने र गाउने काम गरिसक्नु भयो होला लगभग? अलिकति अनुमान लगाएर भन्नुपर्दा लगभग त्यही 300 350 यस्तै भयो होला। मैले एक्ज्याक्टली हिसाब गरेको छुइनँ होइन, 300 350। भनेपछि 300 350 नै तपाईँको नाम यति धेरै दर्शक श्रोताहरूले रुचाउनु, तपाईँको गीतलाई माया गर्नु भनेको त यो ठुलै उपलब्धि जस्तो लाग्छ मलाई चाहिँ। हजुर, अब त्यही दर्शक श्रोताको माया आशीर्वादले नै भनौँ अब होइन, सायद त्यही नै होला। हुन्छ नि, यहाँले चाहिँ आफूले हुन्छ नि गाउँदै गर्दा, सङ्गीत भर्दै गर्दा होइन, कहिलेकाहीँ अरूका गीत सङ्गीत सुनेर हुन्छ नि डाहा लाग्ने अथवा कस्तो खालको गीत सिर्जना गऱ्यो होला, यस्तो पनि गीत हुन्छ भन्ने खालको मनमा आउँछ कि आउँदैन फिलिङ्स? त्यो त कुरै नगरौँ। कति त्यो छटपट्टि हुन्छ, कति ईर्ष्या हुन्छ होइन, त्यो तर पोजिटिभ ईर्ष्या हुन्छ नि। जलन आहा यो गीत चाहिँ मलाई त्यो गर्नै पर्छ भन्ने पनि छैन। गुनगुनाउँदाखेरि पनि यो मलाई आफूलाई एकदम गर्व फिल हुने सयौँ गीतहरू छन्। तीमध्ये अब जस्तो अब अधिकांश चाहिँ अग्रस्रष्टाहरूको गीतहरू नै मलाई यसरी मनपर्ने हो कि त्यो एकदमै जलन हुने गीतहरू त्यहाँ छ, शब्द त्यहाँ छ, कम्पोजिसन छ, एउटा गायकीमा जुन किसिमको एउटा फिल छ, ज्ञान छ होइन। अग्रस्रष्टाहरूको धेरै गीतहरू तीमध्ये पनि मलाई अब कहिलेकाहीँ मुड चलिहाल्यो भने मलाई अब एकदमै गाउन मन लागिहाल्ने मेरो नारायण गोपाल दाईको त्यो मेरो आँखालाई राख्ने फुलबारी छैन भन्ने छ नि। हजुर हो, त्यो गीत हुन्छ नि, मलाई जहिले पनि त्यो गीतले
के अरे हिट गरिरहेको हुन्छ मस्तिष्कमा। ओके, सो यति बेला तपाईँको आवाजमा एउटा गीत सुनौ न त। मैले पनि सोध्नै भुले अघि थिएँ, तपाईँले मजाको कुराकानी गर्नुभयो होइन, मजाको गीत सङ्गीत रोज्नु भयो। मैले तपाईँको आवाजमा गीतै सुन्न भुलेँ। सो आदरणीय श्रोताबिनहरूलाई पनि तपाईँको आवाजमा गीत सुन्न पाए हुन्थ्यो भन्ने लागिरह होला। एउटा छोटो मिठो सुनौ न, 2 लाइन। कुन चाहिँ यही गीत गाइदिउँ त? हस्, हुन्छ। मेरो आँखालाई राखेर म यही 1 लाइन सुनाइन्छु। मेरो अब त्यति उत्तर नहोला, तैपनि माफी चाहन्छु दर्शक श्रोताहरूसँग, किनभने अब श्रोताहरूसँग माफी माग्छु, किनकि अब अग्रजको आँट गर्नु नै डरलाग्दो कुरा हो होइन। हजुर हजुर। अब त्यो मिल्न त अब मिल्दैन, त्यसमा त आशै नगरौँ, न फिल मिल्छ न सिङ्गिङहरू मिल्ला होइन। तैपनि म ट्राई गर्छु त। हस्, हुन्छ। मेरो आँखालाई राख्ने फुलबारी छैन, तिम्रो मुहारमा राखौँ कि मेरो बतासलाई बाँध्ने सुगन्ध छैन, तिम्रो निश्वासमा राखौँ कि पहाड भनौँ कि मधेस फाट घुमेकै म पानी, बैशाख भनौँ कि पानीको रिमझिम रुझेकै म पानी, त्यसरी पानी जोबन फुल्छ जसरी फुल्छ वन, बढ्नलाई बाँकी रहेन केही, बाँकी छ यही मन, बाँकी छ यही मन, मेरो मनलाई राख्ने घुम्ती घर छैन, तिम्रो नजरमा राखौँ कि। थ्याङ्क यू सो मच। सरी है मिस्टेक भएको भए। निकै मिठो लाग्यो, तपाईँको आवाजमा झनै मजा लाग्यो हामीलाई सुन्न है। हामीले प्रायः हुन्छ नि सुनिरहेका हुन्छौँ होइन, कलाकारहरू कति चाहिँ सिकेर आउनु भएको हुन्छ अरे, कति चाहिँ नसिकेर होइन, यस्तै अरूको देखासिकीमा हल्काफुल्का गाउँदा गाउँदै यसरी पनि भनौँ न कलाकारिता क्षेत्रमा लाग्नुहुन्छ। हजुरको परिप्रेक्ष्यमा भन्नुपर्दाखेरि चाहिँ कसरी सङ्गीतमा आउनुभएको थियो? मैले चाहिँ अब कस्तो भने म सुरुदेखि नै मलाई सबैभन्दा बढी चाहिँ महत्त्वपूर्ण लाग्ने भनेको शब्द हो होइन। शब्द कसरी चाहिँ राम्रो शब्दहरू चाहिँ क्रिएट गर्न सकिन्छ, अलिकति एउटा नेपाली मौलिकता, नेपाली सुगन्ध, माटोको सुगन्ध भएको शब्दहरू कसरी चाहिँ क्रिएट गर्न सकिन्छ भन्ने किसिमको चिन्तन नै बढी भयो मेरो अरू कुरा भन्दा पनि। म त्यही अनुसारको एक्सर्साइज लागेँ पहिलेदेखि नै, अलिकति बढी म त्यसमै लागेँ। त्यही कारणले गर्दाखेरि चाहिँ मेरो सुरुवाती चाहिँ खासमा मेरो लर्निङ नै मेरो ग्रामीण परिवेश, मेरो के अरे समाज, मेरो चाहिँ नि पारिवारिक अवस्थाहरू होइन, यिनै कुराहरूले मलाई बढी प्रेरित गरेको हो।